बसेर खाएर मात्र हुन्छ अलिअलि काम सिक्न पर्दैन नहीं आलु लगाउन आउँछ तलाई आउँछ ल त्यसो भए लाएर देखा त यसरी लगाउने होइन पागल नि पहिला सुरुमा ड्याङ बनाउने डाङ नेपालगञ्ज बनाए हुन्न बा ए त्यस्तो डाङ होइन के यस्तो ड्याङ भनेको यस्तो ड्याङ ठीक है समझिया अनि सुन अब यहाँ ड्याङ बनाइसकेको छु मैले होइन अब एक हातमा एउटा एउटा आलु राख्दै जाने ल गर त गर यतापट्टि पनि अब एउटा हातमा एउटा आलु एउटा हातमा इ बा राखे ए भगवान तेरो केही पनि काम छैन त्यही राख आलु त्यही राख्दै राख यहाँ जा उठो उचाल्दै टिकटक बना जा अहिलेका केटाहरूले एउटा दुईटा कृषिका काम सिकाम भनेको केही पनि नजान्ने एक हातमा आलु त्यहाँ रोप्ने भनेको यहाँ राख्ने भनेको आलु लगा भनेको मलाई लाउँछ मलाई बाउलाई अर्का घर किया राख्ने र